हेलो हाई गाइस, नमस्ते सबैजनालाई। आज म फुल चिकन बनाउँदैछु। फुल चिकन बनाउनको लागि फर्स्टमा त होल चिकन लिने एउटा, अनि त्यसलाई राम्रोसँग यसको स्किनहरू छिल्ने, सबै स्किन लेस गर्ने, अनि त्यसपछि चक्कुले सानो सानो कर्ड्सहरू लगाउने। यसमा यसरी फुल चिकनमा सानो सानो कर्ड्सहरू सबै लगाइसकेपछि यसमा मसलाहरू सबै मोलेर केही समय 1 घण्टा जति म्यारिनेट गरिदिने। जसरी मैले भिडियोमा गरिरहेको छु त्यसरी नै यसरी तयार भयो यो। यसमा अदुवा लसुनको पेस्ट, जिरा धनियाँको धुलो, यो टिमुरको धुलो, नुन आवश्यकता अनुसार, अनि जिरा धनियाँ गरम मसलाको धुलो, बेसार, यो सबै मसलाहरू आवश्यक अनुसार हजुरलाई मनपर्ने मसलाहरू राखेर मजाले मिक्स गर्ने। हल्का पानी राखेर लेदो टाइप्स बनाएर यसलाई मजाले मिक्स गर्ने। मिक्स भइसकेपछि होल चिकनलाई यसरी राखेर यसमा जतासुकै सबैतिर लाग्ने गरेर यसरी लगाउने। यो मसला यसरी मोल्ने, यसलाई मजाले सबैतिर लगाउने। यो मसला यसरी सबैतिर यो मसला लागिसकेपछि, सबैतिर यो मसला मोलिसकेपछि यसलाई 1 घण्टा जति म्यारिनेट गर्न यत्तिकै छोडिदिने। वा माइक्रो ओभनमा यसरी राख्दा पनि हुन्छ। माइक्रो ओभनमा यसरी राख्ने, अनि 45 मिनटको टाइमिङ गराएर माइक्रो ओभन चलाइदिने। माइक्रो ओभन स्टार्ट गरेपछि त्यसरी राख्ने, अनि टाइम सेट गरेर स्टार्ट गर्ने। अनि 45 मिनट भइसक्यो हाम्रो, र यत्तिको रातो भइसकेको छ यो चिकन। यत्तिको भइसक्यो, र यसलाई फेरि अर्कोतिर फर्काएर फेरि यसरी माइक्रो ओभनमा हालिदिने। यति गरेपछि 45 मिनट फेरि पाक्यो, 35, अनि यसपछि यसरी रेडी हुन्छ। अनि यो रेडी भएको चिकनलाई हजुरहरूले चिकन अचार, चटनीहरू केही बनाएर त्यससँग सर्भ गर्न सक्नुहुन्छ। थ्याङ्क यू।